नमस्कार गाइस, कस्तो के हुनुहुन्छ सबैजना? सन्चै छु र म पनि सन्चै छु र म अहिले आएको छु तपाईँको यो 20 नम्बर भन्ने एरियामा र अहिले दिउँसोको 1:30 बजेको छ लगभग। र यो जग्गा हो तपाईँको कहाँ भन्दाखेरि यो 20 नम्बर एरिया हो। र 20 नम्बर एरियामा यति राम्रो एउटा हनुमान मन्दिर बनाएको छ। यो बाटो तपाईँको जान्छ, यो जुन चाहिँ छ यो बाटो तपाईँको दलपा भन्ने ठाउँ, जो कि ढेकियाचुली कासाचुली निस्किन्छ यो बाटो। र यहाँ हेर्नुहोस् बिचमा हरियाली कति राम्रो, चायको बगान छ हो। यो हरियाली चायको बगान छ मजाले, यहाँ हेर्नुहोस्। र मेरो यो हल्का आइसक्रिमको गाडी पनि लिएर आएको थियो, गर्मी पनि थियो टन्ने। यहाँ हेर्नुहोस् पुरा घाम लागेको छ, पुरा चर्केको छ, गर्मी पनि टन्ने छ। र यहाँ तपाईँलाई म दृश्य देखाउँछु। यहाँ हेर्नुहोस् हनुमान मन्दिर, र साह्रै मजाले हनुमान मन्दिर बनाएको छ यहाँ गाइस। यहाँ हेर्नुहोस्, यता चाहिँ हनुमान मन्दिर। र यो हनुमान मन्दिर कस्तो मजाले सजाएर एकदम पुरा बनाएको छ। यति हुन्छ। चारैतिर उहाँ उताबाट आउने गेट छ। उताबाट तपाईँको कता भन्दा उताबाट लोकमपुर एरियाबाट एउटा बाटो छ आउने, तपाईँलाई म देखाउँछु। बाटो छ एउटा, यो लोकमपुरतिरबाट आउने बाटो भयो। अनि यो यहाँ मजाले बस्ने एउटा मन्दिरमा दर्शन गर्ने आउने मान्छेहरू यहाँ बस्नलाई सुविधा पनि बनाइदिएको छ एउटा एरिया। हेर्नुहोस्, अब धेर पूजापाठ भएको बेलामा भिड हुन्छ, भिड भएपछि यहाँ मजाले बसेर मान्छेहरू भिड बेसी भयो भने यहाँ बस्ने ठाउँ कति मजाले बनाइदिएको छ। यहाँ बसेर आनन्दित लिएर पूजाहरू तपाईँले गर्न सक्नुहुन्छ आरामसे आएर। यहाँ हेर्नुहोस् बस्ने ठाउँ कति मजाले बनाइदिएको छ। पार्क एरिया बनाएको छ, एउटा पार्क जस्तै छ। र पानीको व्यवस्था पनि धेरै थोक छ। यहाँ हेर्नुहोस् पार्किङ एरिया बनाएको छ मजाले नै, जो आएर तपाईँहरू यहाँ बस्न पनि सक्नुहुन्छ। र पानीको सुविधा पनि छ। यहाँ हेर्नुहोस् पानीको नलकाहरू पनि छ, पानी पनि लगाइदिएको छ सबैलाई। र जति पनि भक्तहरू यहाँ आउनुहुन्छ आएपछि हात खुट्टा धोएर पूजा गर्नको लागि सुविधाहरू गरिदिन्छ। मन्दिर धेरै वर्षदेखि यहाँ एउटा मन्दिर हुने सबैजनाको एउटा ठुलो सपना थियो, र आजको दिनमा यो सपना पनि पुरा भयो गाइस। यहाँ हेर्नुहोस् चारैतिर कति मजाले बनाएको छ, बााउन्ड्री धेरै ठुलो लगाएर पुरा। र यो गेट हो, एन्ट्री गेट हो। यताबाट दुईवटा गेट छ, एउटा गेट उताबाट आउने छ र यताबाट एउटा गेट छ। यहाँ हेर्नुहोस् दुईवटा गेट छ यहाँ, हेर्दै हुन्छ। यतापट्टिबाट यो बाटो जान्छ हाम्रो बजार भन्छ, दोलाट बजारतिर जाने बाटो यो हो। र यो बाटो तपाईँहरूको के अरे ढेकियाचुली कासाचुली निस्किन्छ। र यो मन्दिर हनुमान मन्दिर बनाउनको लागि धेरै वर्षबाट मान्छेले सपनाहरू सोचिरहेको थियो। आजको दिनमा यो मन्दिर भयो। आज भएको लगभग 3 महिना पुगिसकेको छ। मलाई त आउनलाई र साह्रै नै मजा लाग्यो मन्दिर। तपाईँलाई कस्तो लाग्यो यो मन्दिर हेरेर? राम्रो लागेमा लाइक कमेन्ट सेयर गर्न नबिर्सनु होला। र आजको भिडियो मैले यतिमा समाप्त गरेर कस्टमर पनि आएको छ, आइसक्रिम लिन कस्टमर पनि आएको छ एउटा। र आइसक्रिम पनि दिनुपर्ने भयो कस्टमरलाई। आइसक्रिम दिए कस्टमरलाई, कस्टमरले भन्छ केनको लागि ভাল লাগিছে ना। कस्टमरले दियो 10 रुपियाँको आइसक्रिम पनि बेचे कस्टमरलाई, र कस्टमरले ভাল লাগিছে भन्दैछ। मजा आछ ना। र बेचाइ पनि भयो, 10 रुपियाँ 50 रुपियाँ भयो। र गर्मी त बहुत थियो गाइस। यहाँ हेर्नुहोस् आजको घाम पनि बहुत चर्केको छ। तर गर्मी भएर के गर्नु, छुट्टी अलिक मान्छेहरू बाटोमा हिँडेर आइसक्रिम हुँदैछ अब। र कस्तो लाग्यो तपाईँलाई यो हनुमान मन्दिर हेरेर? राम्रो लागेमा लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला।